भूकम्प गएको 10 वर्ष बितिसक्दा पनि दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर 4 जिलु एकीकृत बस्तीका बासिन्दाले लाल पूर्जा पाउन सकेका छैनन्। जिलुको डिई फसी भई एकीकृत बस्ती नाम दिएको उक्त बस्तीका 167 घरधुरीका स्थानीयले लाल पूर्जा नपाएका हुन्। अब आउँछ चाहिँ भन्छन्, कहिले आउँछ लाल पूर्जा आउँछ, अब आइहाल्छ भन्छन्। कसैले भनेर अब आफ्नो जग्गाले नपुग्नेले किन्नुपर्छ, किन्नेले पनि पैसा दिएका पनि छैनन्। एकीकृत बस्तीमा घर निर्माणका लागि भन्दै सोही स्थानका बासिन्दाले जग्गा खरिद बिक्री गरेका थिए। तर जग्गा खरिद गर्नेहरूको पनि आफ्नो नाममा लाल पूर्जा नपाएपछि सरकारले उठाउने हो कि भन्ने चिन्तामा छन्। स्थानीय सरकारले लाल पूर्जाको प्रक्रिया अगाडि बढाउन चासो नदिएको स्थानीयको आरोप छ। अध्यक्षले दिउँला भनेर खल्तीमा हाल्या छ, उति बेला मैले खल्तीमा हाल्या छ। यहाँ भोट दिँदैखेरि भोलि मलाई भोट दिएदेखि लाल पूर्जा पाइन्छ भनेर अध्यक्षले भनेर 2वटा ब्लक रहेको उक्त बस्तीमा डीलाई ब्लक क र फसी भईलाई ख ब्लक नामाकरण गरिएको छ। बस्ती निर्माणको लागि सरकारले दिएको 3 लाख र भीमेश्वर नगरपालिकाले 30,000 बराबरको इटा सहयोग गरेको थियो। बस्तीमा सडक, पार्क, मठ मन्दिर निर्माण गर्ने भनिए पनि हालसम्म पनि स्थानीय सरकारले पूरा नगरिदिएको स्थानीयको आरोप छ। अनि अब नयाँ लाल पूर्जा हामीले पाएदेखि त्यही घर बनाएको ऋण पनि तिर्दा हौँ, त्यही यसो धितो राख्दा हौँ होइन, छैन लाल पूर्जा पाएको। विभिन्न कानुनी जटिलताका कारण लाल पूर्जा वितरणमा ढिला भएकाले यो आर्थिक वर्षमा वितरण गर्ने गरी काम अगाडि बढाइएको वडा अध्यक्ष तारानाथ चौलागाईले बताउनुभयो। अब टोलीले काम अगाडि बढाउँछ, हामी पनि द्रुत गतिमा सामाजिक एकता कायम गरेर सबैको साथ सहयोगमा चाहिँ यो प्रक्रियालाई हामी भोलिदेखि नै अगाडि बढाउँछौँ। करिब 45 रोपनी क्षेत्रफलमा एकीकृत बस्ती बसाल्ने अवधारणाका साथ बस्ती निर्माण गरे पनि लाल पूर्जाको पर्खाइमा भने स्थानीय कुरिरहेका छन्। मन्दिरा थापा, नेपाल टेलिभिजन, बागमती प्रदेश, दोलखा।